कति राम्रो देखेको है। यो कपाल छ नि यहाँ मात्र एउटा ठ्याक्क बानीको भए कस्तो देख्थ्यो होला। तपाईको गालामा रातो कस्तो देख्थ्यो होला। रातो एउटा मात्र हैन त। तिम्रो चाहिँ हैन यो आँखामा के यो आँखामा यहाँदेखि के रे यो आँखामा चाहिँ बाक्लो पाराले यहाँसम्म गाजर लगायो भने तिमीलाई कस्तो देख्थ्यो होला। तपाईको यहाँ के हुन्छ के धरे भने यो नाम थाहा छैन। गाजर कहाँ कतापट्टि धर्ने दुईटैपट्टि। तिमीलाई हैन यहाँ मुखमा के माथिपट्टि यहाँसम्म अनि मुनिपट्टि बोकेदारी बनाउँदा कस्तो देखिन्छ होला। मेरो पालो तपाईको ओठमा यहाँदेखि यहाँसम्म लिपस्टिक कस्तो देखिन्छ होला। लिपस्टिक। अब मेरो पालो है। तिम्रो हैन यो निधारमा के सेतो लगायो भने के होला कस्तो देखिन्छ होला है। राम्रो देखिन्छ होला। अब तिम्रो पालो तपाईको यहाँदेखि यहाँसम्म आइस्याडो लाउँदै कस्तो देखिन्छ होला। आइस्याडो। अब मेरो पालो है। मम्मीलाई धेरै माया गर्छ हो कि हैन। हो तिम्रो चाहिँ यहाँ घाँटीमा चाहिँ मम भनेर चाहिँ ट्याटु हाल्दा कस्तो देखिन्छ होला। देखाउन कस्तो देखाछ र छिटो गर। कुकुर जस्तै जिल्ला जस्तै गाली गर्छ। तपाईको यहाँ मेरो जस्तै कोठी बनायो भने कस्तो देखिन्छ होला। तिम्रो जस्तै जान्दैन नि खै कोठी त नदेखिने छौ। खै यता यता आउ त। अहिले चाहिँ कोठी सेम देख्यो। तिम्रो हैन यतापट्टि गालामा र यतापट्टि गालुमा त्यो गालुमा भने चाहिँ गालामा चाहिँ रातो रातो अलिअलि लास लगाउँदा कति राम्रो देखिन्थ्यो होला है। तपाईको यहाँ र यहाँ जुङ्गा बनायो भने कस्तो देखिन्छ होला। जुङ्गा जुङ्गा दारे। अब तिम्रो चाहिँ हैन यहाँ अनुहारतिर कस्तो लहर परेको हो। यो अनुहारतिर के अलिअलि कोठी आएको जस्तो बनायो भने कस्तो देखिन्थ्यो होला है। कोठी तपाईको यहाँ कालो लगायो भने कस्तो देखिन्छ होला। यहाँ पुरै कालो म दाग आउने जस्तो देखिन्छ त। तिम्रो हैन यो आँखाको परेन यहाँतिर र यो नाकतिर चाहिँ अलि झिलमिली जस्तो वाला बनायो भने कस्तो देखिन्थ्यो होला है। ल हेर न राम्रोसँग। तपाईको आँखा यहाँतिर सेतो लगायो भने कस्तो देखिन्छ होला। कस्तो देखिन्छ अब सेतो लगाउनु त कस्तो अब भुचल्कै देखिन थाल्यो त म त हैन। तिम्रो के यो आँखाको हैन माथिपट्टि के आँखा माथि थोप्लो रातो रातो लगायो भने कस्तो देखिन्छ होला है। राम्रो देखिन्छ। देखाउनु रातो रातो। अब के बाँकी छ त छैन है। तपाईको यहाँ पुरै सेतो लाग्यो भने कस्तो देखिन्छ होला। अब हेर राम्रोसँग हामी कति राम्रो देखेको है। हामी कति राम्रो देखेको है। यति भएपछि मान्छे त ठाउँको ठाउँ धनी भयो। ओके